यो वास्तविक घटना हो, मध्य प्रदेशको बड्की ड्याममा घटेको। त्यो दिन बिहान सबै कुरा सामान्य जस्तै थियो। नदी शान्त थियो, हावा हल्का र एउटा सानो डुङ्गा बिस्तारै आफ्नो यात्रामा अघि बढिरहेको थियो। डुङ्गामा बसेका मानिसहरू आफ्नै कुरामा व्यस्त थिए, कोही हाँस्दै, कोही मोबाइल चलाउँदै। त्यही एउटी आमा आफ्नो सानो बच्चालाई छातीमा टाँसेर बसिरहेकी थिइन्। बच्चा आधा निद्रामा आमाको धड्कन सुन्दै पूर्ण सुरक्षित महसुस गर्दै। तर प्रकृतिले बिस्तारै आफ्नो रूप बदल्न थाल्यो। हावा चिसो हुँदै गयो, पानीमा सानो सानो छाल उठ्न थाले, डुङ्गा हल्का हल्लियो। कसैले खासै ध्यान दिएन, तर खतरा नजिक आइरहेको थियो। केही क्षणपछि हावा चर्कियो, छालहरू उफ्रिन थाले, डुङ्गा जोडले हल्लियो। अचानक एउटा ठुलो छाल आयो र डुङ्गा पल्टियो। सबै पानीमा हराए। चिच्याहाट, डर र जीवनको अन्तिम सङ्घर्ष सुरु भयो। त्यो आमा पानीभित्र डुब्दै उठ्दै, तर उनको हातमा अझै एउटा जीवन थियो, उनको बच्चा। आफू तल, बच्चा लाइफ ज्याकेटमाथि। बच्चा डरले काँपिरहेको थियो, रुँदै भन्यो, आमा, मलाई डर लाग्यो। अनि फेरि, आमा, बाबालाई बोलाउनु न, मलाई लिन आउनु भन्नु न। आमा आफै डुब्दै थिइन्, सास रोकिन थालिसकेको, तर उनले मुस्किलले आफ्नो टाउको पानीमाथि निकालिन्। बच्चाको निधारमा चुम्बन गरिन् र बिस्तारै भनिन्, म छु नि, मेरो पुकु, तिमीलाई केही हुँदैन। त्यो उनका अन्तिम शब्द थिए। उनको टाउको फेरि पानीभित्र डुब्यो र उनी कहिल्यै फर्किनन्। तर उनको अङ्गालो भने कहिल्यै फुकालिएन। समय बित्दै गयो, नदी फेरि शान्त भयो, तर एउटा सानो आवाज अझै जीवित थियो। बच्चाले आमालाई हल्लाउँदै, रुँदै भन्यो, आमा, बोल्नु न। आमा, किन नबोल्नु भएको? आमा, छिटो बोल्नु न, मलाई डर लागिसक्यो। उसले आमाको गालामा हात राख्यो, ओठमा थापथपायो, तर आमा अब कहिल्यै बोल्ने थिइनन्। बच्चाको आवाज बिस्तारै कमजोर हुँदै गयो। चिसो पानी, डर र लगातारको रुवाई। उसको सानो शरीर पनि बिस्तारै थाक्दै गयो, तर आमाको अँगालो सास रोकिएर पनि कहिल्यै थाकेन। मृत्युपछि पनि उनले बच्चालाई आफ्नो छातीको लाइफ ज्याकेट माथि राखेर आफ्नो मुटुको टुक्रालाई तैराइरहेकी थिइन्। 15 घण्टापछि जब उद्धार टोली आयो, त्यो दृश्यले सबैलाई रुवायो। आमा अझै बच्चालाई अँगालोमा समातिरहेकी, तर बच्चाको सास पनि रोकिसकेको थियो। सरकार र संयन्त्र जिउँदो थियो होला, तर 15 घण्टासम्म बच्चाको पनि मृत्यु कुरिरह्यो र आवाज, छटपटाहट र सास रोकिएपछि बल्ल सरकार पुग्यो। अन्तिम सत्य, आमा मरिसकेकी थिइन्, तर उनको अँगालो जीवित थियो। बच्चा एक्लो थियो, तर अन्तिम क्षणसम्म आमाको छातीमै थियो। सन्देश, यदि तपाईको यो भिडियो हेरेर आँखा भिज्यो भने आमाको सम्मान स्वरूप च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक, शेयर अवश्य गरिदिनु होला।